गाइस विभिन्न ठाउँमा प्रविधि पुगेको छैन। हामी चाहिँ पुरा खाटमा चाहिँ यसरी धान झार्छौँ। तपाईहरुको गाउँसिङ कसरी झार्छ है। अब भूगोल अनुसार प्रविधि पुगेको हुँदैन। हेलो एभ्रीवन, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल खालीबान टिटो ब्लग। गाइस न्यू डे न्यू ब्लगमा आज हामी नयाँ प्रस्तुति ल्याउन लागेको छु। नयाँ भिडियो तपाईहरुमा आज चाहिँ चैती धान लगाएको। आज चाहिँ हामी धान झार्दैछु। कोही कटिङ गर्दैछु, कोही चाहिँ झार्दैछ। अगाडिको भिडियोमा पनि हाइलाइट भिडियोमा पनि देखाइसकेको छ। धेरै वर्णन गर्न चाहिएन। ल गाइस है, हाम्रो काम चाहिँ जारी हुँदैछ। हेर्दै गर्नुहोस्। ल यसरीले सुरु गरिसक्यो। ध्यानमा धान झार्दैछु। बाङ बाङ भयो क्या। ढुङ्गा एउटा राखिदिनु त। झ्याप्प एउटा ढुङ्गा राख्नु न यहाँ। अलि हल्यो क्या। गाइस विभिन्न ठाउँमा प्रविधि पुगेको छैन। हामी चाहिँ पुरा खाटमा चाहिँ यसरी धान झार्छौँ। तपाईहरुको गाउँसिङ कसरी झार्छ है। अब भूगोल अनुसार प्रविधि पुगेको हुँदैन। हामीले चाहिँ यसरी चाहिँ चट्ट धान झार्ने गर्छौँ है। युट्युबमा ठोक यसरी ल हान्दै एकचोटि। ठिक भयो नि होइन। ईश्वर पनि हान्दै एकचोटि। ल गाइस हामी चाहिँ यसो आज धान झार्न लागेको छु। पुरै हाम्रो खेतलाहरू पुरै टन्नै छ। कोही काटेर पनि बिहानै बिहानै काटेर पनि मुठा बाँध्दैछु। हामी मुठा बाँधेर अब झार्न लाग्यो। गाइस अब चाहिँ यति। ल गाइस अब चाहिँ यति झार्यो है। अब हामी झार्दैछ। अब चाहिँ हाम्रो खाजा खाने कार्यक्रम भइरहेको छ बिहानै बिहानै। खाजा खान हो के हो यो? सेतो सेतो चिया कि के हो? कोही पा बाबा चाहिँ खाजा खाँदै हुनुहुन्छ, पानी खाँदै। ल खाजा खान लाग्छ हाम्रो।
टोलीहरू सबैजना गाइस हामी चाहिँ खाना खाँदैछौँ अब पुरा बिसादिहालेको आँप खाइरहेछ अब छिटो रोग लाग्छ यो बिसादिहालेको आँप ड्याङ ड्याङ खाइरहेछ हेर्दा गोरे भाइ चाहिँ गोरे भाइ नि आउने भयो अब युट्युबमा दराउँदीको माछा मार्ने मान्छे हो गोरे भाइ दराउँदीको माछा मार्ने मान्छे त्यो पनि एक नम्बर हो दराउँदीको माछा सिद्ध्याउने नि अब यस्तो अनार भइरहेको यस्तो अनार भयो भने चाहिँ यसो पुलिसले चाहिँ के गर्नु होला यिनीहरू माछा सबै सिद्धाइसक्यो म पनि हो भनेर भन्नु छैन अर्कोलाई मात्रै दोष दिइरहन्छ कोही केरा खाँदैछ कोही आँप खाँदैछ ल हजुर हाम्रो साउजी बिस्कुट खाँदैछ घरबेटी बा हिजो साउ त पुरा पुरा फर्केर हो हिजोको साउ साग फर्काएर बसिरहेको कति टोक्या अब खाजा खाइसक्यो है अब हामी चाहिँ अब एकछिनपछि यहाँ धान झार्ने हो घाम लाग्यो है अब बजे बाजे खै घामले पसिना खलालो भयो ठोक्दा ठोक्दा धान ठोक्दा ठोक्दा पसिना खलालो भएन ल धान झार्ने जात्रा लाग्यो लाग्यो जात्रा ट्याङ्की ट्याङ ठोक ठोक हाने 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 मारे मारे 12 त बजे हाने 11 बजेछ ठक 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 दे 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 युट्युबमा हेलो गाइस ल आजको दिन पनि हाम्रो काम चाहिँ धान झार्ने उठाउँदैछ सबैजना अब यो सकिन लाग्यो है हामी चाहिँ अब उठाएर जान लागेको तल्लोपट्टि चाहिँ बिहान झारेको चाहिँ 27 बोरा भयो 27 मरी भयो यो चाहिँ कति मरी हुन्छ अब अहिले देखाउने छु है
ल बोरामा हाल्दैछ सबैजना। अब यो चाहिँ अब हामी चाहिँ अब यो बोकेर जाने हो, गाडीमा ट्याक्क हाल्ने। यस्तो मान्छेहरू सबैले देख्छ। कस्तो मान्छे बुढो दुईजना सँगै बस्नु न, बुढाबुढी साउनी भनेर देखिन्छ भने। ल अब यो बोकेर जाने हो, यो ट्याक्क ट्याक्क बाँध्छ, हामी चाहिँ यो बोकेर हिँड्ने हो। सबै आफ्नो आफ्नो सुरमा छ सबैजना। अनि काम गर्ने मान्छेले यस्तै त हो नि, अनि कहाँ नराम्रो हुन्छ त भने काम गर्ने त यस्तै त हो नि, झन् मेहनती हो है। ल गाइस हाम्रो चाहिँ आज सक्यो है। अब हामी चाहिँ बोरा बोकेर जाने राख्दैछु भन्दै म चाहिँ आज यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। अनि खाल्टी बानी चिटोलाई धेरै धेरै माया गरिदिनु, हेरिदिनु, सब्सक्राइब धेरै धेरै गरिदिनुहोस्, अझै माया पाउँछ तपाईँहरूको भन्दै यो भिडियो यहीँ समाप्त गर्दैछु। अब सक्यो भने त सक्यो। अब सबैलाई हामी चाहिँ वरिपरि जाँदैछौँ होइन आफ्नो आफ्नो घर।